दर्शकवृन्द, भुन्टी सिरियलमा अहिले भुन्टीको रूप धारण गरेर आएकी सुकुमायाले आफ्नो सबै सबुतहरू पुरा गरेर मुद्दा जितेकी छिन् र आफ्नो नाममा सबै सम्पत्तिहरू आफ्नो नाममा पारिसकेकी छिन् र लाल पूर्जा हल्लाउँदै घरमा आइपुगेको भूपेन्द्रको सबै परिवारहरूले देखेपछि उनीहरू यति धेरै दुखी भएका छन्। आखिर भुन्टीले जितेरै छाडिन्। दर्शकवृन्द, सोझी भुन्टीको दिमाग नआए पनि यता सुकुमायाले चाहिँ भुन्टी आफ्नो मितिनीको लागि लडेर भए पनि उसलाई जिताएरै छाडेकी छिन्। भुन्टीको हक र अधिकार सबै सुकुमायाले अहिले सबै दिलाइदिएकी छिन्। दर्शकवृन्द, आखिर भुन्टीलाई घरमा राखेर गरिबको छोरी र अनपढ गबर भन्दै जहिले यातना दिइराख्ने भूपेन्द्रको परिवारहरूलाई अहिले यस्तो नराम्रो गरी फसाइरहेको छ सुकुमायाले। दर्शकवृन्द, भुन्टीले सक्दैन थियो यो कामहरू सबै सुकुमायाले नै गरेकी छि। सुकुमायाको दिमाग चालेकी छिन् र यता भूपेन्द्रको आमाले जहिले बुहारीलाई दुःख दिने र भूपेन्द्रले पनि जहिले केटीहरूसँग लागेर यातना दिइराख्ने र अनपढ तँसँग मलाई सुहाउँदैन भन्दै उसलाई पनि बारम्बार यातना दिइराख्ने अहिले भूपेन्द्रको पनि अहिले सातो नै गइसकेको छ। अब यति धेरै हेला गरेको आफ्नो घरमा सौता ल्याएर राखिसकेपछि भुन्टीले यो सहन नसकेपछि यो निर्णय गरेकी थिइन्। यता भूपेन्द्रको बहिनी भूमिका जहिले भुन्टी भाउजूलाई हेला गर्ने अहिले भुन्टीको दब्बर उता हेला सहनु परेको छ आफ्नो आमाजु दिदी र आफ्नो श्रीमानको। उसले गरेको पापको अहिले यति धेरै उसलाई सजायहरू मिलिरहेको छ। दर्शकवृन्द, आफ्नो भाउजूले जुन व्यवहार गर्यो अहिले त्योभन्दा दब्बर व्यवहार उसलाई गरिरहेका छन् आमाजु र श्रीमानले। अब भूमिकाको आमा बालकुमारी चाहिँ आफ्नो छोरी अस्ट्रेलिया कहिले जान्छ र मलाई पनि लान्छ र यो मेरो सबै छोराहरू पनि मेरो कुरा सुन्दैन, अब म छोरीसँगै अब अस्ट्रेलियामा गएर बस्छु भनेर ऊ चाहिँ यता मख परिरहेको छ। आफ्नो छोरीले कति धेरै दुःख कष्टहरू सहिरहेको छ। आफ्नो बुवा आमा माइतीसँग फोनमा कन्ट्याक्ट हुनु दिइरहेको छैन र यता आफ्नो अनि भूमिकाको श्रीमानले चाहिँ हामी तपाईँको छोरीलाई कति धेरै माया गरेको छौँ, अब अस्ट्रेलिया चाँडै लाँदैछु आमा भनेर भन्दाखेरि यता आमाले छोरीको कुरा नसुनी ज्वाइँको कुरा सुनेर अनि यति धेरै ऊ चाहिँ विश्वासमा बसिरहेकी छिन्। तर अब भूमिकाले आफ्नो बुवा आमासँग सबै दुःखको कुराहरू सेयर गर्न सकिरहेको छैन र कन्ट्याक्ट पनि गर्न दिइरहेको छैन। तर भूमिकाले यति धेरै दुःख पाएको कुरा पनि माइती कसैलाई पनि थाहा छैन। दर्शकवृन्द, किनभने आफूले अब जस्तो कर्म गर्यो त्यसको फल भोग्नै पर्छ। त्यही भएर अहिले बालकुमारीले यति ठुलो कर्मको फल भोगिरहेको छ र भूपेन्द्रले आफ्नो श्रीमती भुन्टीलाई ल्याएर त्यति धेरै श्रीमान परिवारको रेखदेख गर्ने भुन्टीलाई अपहेला गरेपछि अब यो पाप उनीहरूलाई पनि लागिसकेको छ। अनि भूपेन्द्रको दाजु भुवनले चाहिँ यति धेरै आफ्नो भुन्टी बुहारीलाई माया गरेको थियो, तर पनि अब के गर्नु, माया गर्ने मान्छे आफ्नो भाइ भूपेन्द्रले नगरेपछि अनि भुवनले मात्रै गरेर पनि भएन र यता ससुराले पनि माया गरिरहेको थियो। अब यिनीहरूको लाइफमा के हुन्छ त दर्शकवृन्द, यो हेर्नको लागि अर्को एपिसोड हेर्नुपर्ने हुन्छ। हस् त, धन्यवाद।